चाहिँ मेकानिक्स को लिनियर एन्ड एंगुलर मोमेन्टम को न्यूमेरिकल लाइनमा लाइन लिएर म आउँछु। यो 2 नम्बरको न्यूमेरिकल हो। 2 नम्बरको न्यूमेरिकल चाहिँ गर्नै पर्छ। हेर्नु यो 2 नम्बरको न्यूमेरिकल द स्पीड अफ अ पार्टिकल मुभिङ along the x axis of the xy plane is velocity दिएको छ मिटर पर सेकेन्ड where t is in second. Calculate the average acceleration from t is 1 second and 2 is 1 4 second. 4 second र दुईटा दिएको छ। म एकदम लाइन एकदम सजिलो तरिकाले बुझ्ने। यो चाहिँ के छ योमा कन यो क्वेशनले भनेको छ पार्टिकल के हुँदैछ द स्पीड अफ अ पार्टिकल मुभिङ एलोङ द एक्स एक्सिस। एक्स एक्सिसमा पार्टिकल मुभिङ गरिरहेको छ त्यसको भेलोसिटी दिएको छ। यो जब पार्टिकल को भेलोसिटी के हुन्छ समयसँग बदलिन्छ हो। भेलोसिटी दिएको छ हामीलाई के चाहियो t = 1 सेकेन्ड t = 1 सेकेन्ड देखि t = 4 सेकेन्ड सम्मको एभरेज एक्सेलरेसन चाहियो हामीलाई। एभरेज एक्सेलरेसन भनेको अब के हो एभरेज एक्सेलरेसन भनेको भेलोसिटीमा भएको परिवर्तन माथि के हो छ भेलोसिटीमा भएको परिवर्तन v2 - v1 / t2 - t1 हो। के हो t2 - t1 यो भेलोसिटीमा भएको परिवर्तन र तलमा टाइम ट्रेभल हुन्छ t2 - t1 एभरेज एक्सेलरेसन हो। एभरेज एक्सेलरेसन यो हो। अनि अब थाहा हुनुपर्छ अब भेलोसिटी जब दिएको छ यो t = 1 सेकेन्डमा भेलोसिटी कति छ अब निकाल्नु पर्यो। t = 1 सेकेन्डमा भेलोसिटी 7 आयो। भेलोसिटी एट t = 4 सेकेन्डमा 4 सेकेन्डमा कति छ -2 आयो। 4 सेकेन्डमा निकाल्ने भने कति आएको छ -2 आएको छ। अब चाहिँ हामीलाई थाहा छ एभरेज एक्सेलरेसन निकाल्न भनेको छ। एभरेज एक्सेलरेसन निकाल्न भनेको छ भने एभरेज एक्सेलरेसनको फर्मुला थाहा छ v2 - v1 / t2 - t1 यो चाहिँ एभरेज एक्सेलरेसनको फर्मुला हो। तब चाहिँ के गर्नुपर्छ एभरेज एक्सेलरेसन भेलोसिटी t = 1 सेकेन्डमा भेलोसिटी t = 1 सेकेन्डमा भेलोसिटी कति छ टाइम 1 सेकेन्डमा भेलोसिटी 7 छ। भेलोसिटी टाइम 4 सेकेन्डमा भेलोसिटी -2 छ। एभरेज एक्सेलरेसन निकाल्नु पर्ने भने भेलोसिटी सबैको भ्यालु हामीलाई थाहा छ। यो चाहिँ के हो v1 हो। v1 को भ्यालु 7 आएको छ अब अनि v2 को भ्यालु -2 आएको छ। टाइम दिएको छ हेर्नु यो चाहिँ t2 हो यो t1 हो। t1 = 1 सेकेन्ड एन्ड t2 = कति छ 4 सेकेन्ड छ। 4 सेकेन्ड यो भ्यालु के गर्ने योमा पुट गर्ने v2 - v1 t2 - t1 v2 को भ्यालु -2 अनि -7 अनि यो 4 - 1 कति आउँछ -3 मिटर पर सेकेन्ड स्क्वायर। यो के हो एभरेज एक्सेलरेसन हो। एभरेज एक्सेलरेसन हो। थ्याङ्क यू। पार्ट बाई पार्ट भिडियो चाहियो भने यो च्यानललाई सब्स्क्राइब गर्नु हो। म पार्ट बाई पार्ट न्यूमेरिकल लिएर आउँछु यस्तै भिडियोहरू। थ्याङ्क यू।